तपाईको यो साता कस्तो रहला? यस्तो छ साप्ताहिक राशिफल। हामी आफ्नो भविष्यवाणी गर्न सक्दैनौं। जन्म र मृत्यु हाम्रो हातमा हुँदैन, तर कर्म हाम्रो हातमा रहन्छ। आज परिवार र आफ्नो पेट पाल्नकै लागि दुःखदायी जीवन भोगिरहनु भएका तपाईको भोलि चम्किला तारा जस्तै बन्ने दिन पनि आउन सक्छ। आज महलको सुख शैल पाइराख्नु भएका तपाईको भोलि झुपडीको बास हुने दिन समेत आउला। आज बोलिरहनु भएका, हाँसिरहनु भएका, खेलिरहनु भएका तपाई भोलि सधैँको लागि अस्ताउन पनि सक्नुहुनेछ। यो एउटा जीवन चक्र हो। बाँचुन्जेलसम्म हामी कर्म गर्न चाहन्छौं, भोलिको भविष्यको लागि दौडिरहन्छौं। के होला भोलिको मेरो भविष्य भनेर चिन्ता गरिरहन्छौं। मानव जीवनको यस्तो कौतूहलताका बीच हामी आफ्नो राशि सधैँ नछुटाई हेर्छौं, बुझ्छौं। मेरो यो साता कस्तो रहला, यो महिना कस्तो रहला, शुभ छ कि छैन, यो साताको अग्रदशा कस्तो रहला, कुनै संकट पो छ कि भन्ने कौतूहलता मेटाउन हामी सबै सधैँ राशिफललाई आधार बनाउँछौं। तपाईको यो साता कस्तो छ? सुनौ साप्ताहिक राशिफल। मेष राशि। नयाँ कामको प्रस्ताव आउनेछ भने नोकरीमा पदोन्नति हुनेछ। उत्पादनमूलक क्षेत्र, शेयर बजार तथा व्यापारमा लगानी गरी प्रशस्त पैसा कमाउने योग रहेको छ। छोटो समयमा नाम तथा दाम कमाउन सकिने हुँदा घर परिवारमा खुशियाली छाउनेछ। माया प्रेममा सामिप्य बढेर जानेछ। राजनीति तथा समाज सेवामा समय दिनेहरूले जनताको गतिलो समर्थन प्राप्त गर्नेछन्। माया प्रेममा एक अर्काको साथ रहने हुनाले मन प्रसन्न हुनेछ। साताको अन्त अर्थात् बिहीबार मध्याह्नबाट काम गर्दा विशेष ध्यान दिनुहोला, नत्र दण्ड तथा जरिवाना हुने योग रहेको छ। स्वास्थ्यमा समस्या आउने तथा आफन्तहरू टाढिनेछन्। वृष राशि। साताको समय राम्रो रहेकोले प्रविधिको प्रयोग मार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ। पढाइ लेखाइमा सुधार हुने हुनाले अरूभन्दा अगाडि बढ्न सकिनेछ। धार्मिक यात्रा हुने तथा मन्दिर र धार्मिक प्रतिष्ठानको यात्रा गरी टीका तथा प्रसाद ग्रहण गर्न सकिनेछ। सङ्गीत तथा फिल्मी क्षेत्रमा केही समय व्यतीत हुनेछ। व्यापार तथा उत्पादनमूलक उद्योगमा लगानी गरी आम्दानीका स्रोतहरू बढाउन सकिनेछ। दाजुभाइ तथा आफन्तबाट भने जस्तो सहयोग हुनेछ। माया प्रेममा समीप्य बढेर जाने ग्रह योग रहेको छ। सवारी साधन तथा अन्य भौतिक सम्पत्तिहरू लाभ हुनेछ। इच्छा आकांक्षा तथा मनोकामना पूरा हुने समय रहेको छ भने रोकिएका कामहरू बन्ने तथा नयाँ काम गर्ने अवसर आउनेछ। मिथुन राशि। सोमबारसम्मको समय मध्यम रहेकोले अनावश्यक विषयमा विवादमा फस्ने योग रहेको छ, त्यसैले ख्याल गर्नुहोला। सवारी साधन तथा भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला, दुर्घटना हुने योग रहेको छ। स्वास्थ्यमा समस्या आई दैनिक कामहरू प्रभावित हुने हुनाले आर्थिक सङ्कटको सामना गर्नुपर्नेछ। मंगलबारबाट प्रशासनिक क्षेत्रमा तपाईको ओर्चस्व रहनेछ भने सामाजिक उत्तरदायित्व वहन गर्ने समय रहेको छ। धार्मिक प्रतिष्ठान तथा मन्दिरतिरको यात्रा गरी टीका तथा प्रसाद ग्रहण गर्ने अवसर जुड्नेछ। साथीभाइ तथा आफन्तको सहयोगमा नयाँ योजना बनाई कार्यान्वयनको चरणमा लान सकिनेछ। खोज तथा अनुसन्धानको क्षेत्रमा राम्रो प्रगति हुने योग रहेको छ। लामो दूरीको शैक्षिक तथा धार्मिक यात्राको प्रबल सम्भावना रहेको छ। भाग्यले साथ दिने हुँदा थोरै लगानीबाट पनि प्रशस्त रुपैयाँ पैसा कमाउन सकिने तथा आर्थिक रूपमा सबल हुने ग्रह योग रहेको छ। कर्कट राशि। साताको सुरु र अन्तको समय राम्रो रहेकोले व्यावसायिक तथा मनोरञ्जनात्मक यात्रा हुनेछ। व्यापार फस्टाएर जाने हुनाले आर्थिक रूपमा सम्पन्न हुने समय रहेको छ। पढाइ लेखाइमा अरू दिनभन्दा सुधार भएर जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ। पारिवारिक जमघटमा सामेल भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुड्नेछ। नयाँ ठाउँमा नयाँ नियुक्ति तथा काम गरिरहेको ठाउँमा बढोत्तरी हुने योग रहेको छ। प्रेममा नजिक भई रमाउन सकिनेछ। वित्तीय क्षेत्र तथा शेयर बजारबाट नाफा कमाउन सकिनेछ। मंगलबार र बुधबारको समय मध्यम रहेकोले समयमा काम नबन्नाले दुःख पाइनेछ भने आर्थिक सङ्कटको सामना झेल्नु पर्नेछ। दिदीबहिनीसँग मनमुटाव बढ्ने तथा ढाटिने समय रहेको छ। सवारी साधन प्रयोग गर्दा वा भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला, समय मध्यम रहेको छ। सिंह राशि। शुभ माङ्गलिक कार्य वा विवाह व्रतबन्ध जस्ता कार्यक्रममा सहभागी भई मिष्टान्न भोजन ग्रहण गर्न सकिनेछ। माया प्रेममा रमाउन चाहने प्रेमी जोडीहरूका लागि समयले यात्राको अवसर जुराउनेछ। अध्ययन वा कामको सवालमा लामो दूरीको यात्रा तय हुनेछ। नयाँ काम पाउने वा नोकरीमा पदोन्नतिको योग रहेको छ। न्यायिक निर्णयहरू तपाईँकै पक्षमा फैसला हुनेछन्। वित्तीय क्षेत्र, व्यापार वा शेयर बजारमा आज गरिने लगानीबाट मनग्गे आम्दानी हुनेछ। बिहीबार मध्याह्नबाट शोक तथा विलासिताले खर्च बढाउनेछ भने आम्दानी कम हुनेछ। ध्यान दिनुहोला, असंयम व्यवहारले समस्या निम्ताउन सक्छ। आलस्य तथा अस्वस्थताले लक्ष्यमा विलम्ब हुनेछ। कन्या राशि। साताको समय राम्रो रहेकोले मन परेको मानिसबाट उपहार प्राप्तिको योग रहेको छ। विलासी सामानको प्रयोग मार्फत अरूको मन लोभ्याउन सकिनेछ। खाद्यान्न तथा गरगहनाको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ। राजनीति तथा सामाजिक काममा आलोचना सहितको समर्थन प्राप्त हुने र पद प्राप्तिको योग रहेको छ।
अध्ययन वा कामको सिलसिलामा लामो दूरीको वैदेशिक यात्रा हुनेछ। माया प्रेममा नजिक हुने तथा आफन्त तथा प्रियजन भेटिने हुँदा मन प्रसन्न रहनेछ। रमाइलो यात्राको तय गर्न सकिनेछ। परिवारसँगै बसेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्ने हुनाले मन खुसी रहनेछ। पढाइ लेखाइमा राम्रो नतिजा ल्याउँदै अघि बढ्न सकिनेछ। अदालती निर्णयहरू तपाईँकै पक्षमा आउने तथा शत्रु परास्त गर्दै अगाडि बढ्न सकिनेछ। तुला राशि सोमबारसम्मको समय मध्यम रहेकोले कुनै काम सुरु गर्नुभन्दा पनि पुरानै कामहरूलाई निरन्तरता दिनुहोला। चाहँदा चाहँदै पनि घरायसी सुख सुविधाहरू प्रयोग गर्न नपाउँदा मन खिन्न हुनेछ। काम बिग्रने हुँदा राजकीय सम्मान पाउने योग टरेर जाने तथा राजनीतिमा प्रतिस्पर्धीहरू हावी हुनेछन्। मङ्गलबारबाट उपहार तथा चिठा प्राप्तिको प्रशस्त सम्भावना रहेको छ भने भौतिक सम्पत्तिहरू लाभ हुनेछन्। शिक्षा क्षेत्रसँग सम्बन्धित क्षेत्रमा लगानी बढाउँदा मनज्ञ धन कमाउन सकिनेछ। घर परिवारमा नयाँ मानिसको आगमन हुनेछ भने सन्तान तथा छोराछोरीको प्रगति देख्न पाइनेछ। व्यापार व्यवसायमा लगानी गर्दा प्रशस्त आम्दानी हुने हुँदा दैनिक कामहरू सहज रूपमा हुनेछन् भने महत्त्वपूर्ण कामहरू सम्पादन हुनेछन्। माया प्रेममा सामिप्य बढेर जानेछ भने परिवारमा आत्मीयता झल्कनेछ। वृश्चिक राशि साताको सुरु र अन्तको समय राम्रो रहेकोले छोटो तथा रमाइलो यात्राको तय हुनेछ भने यात्राका क्रममा रमाइला तथा मनमिल्ने साथीभाइहरू भेटिनेछन्। प्रणय सम्बन्धमा सुधार हुनेछ भने एकअर्काको सहयोगले खोजमूलक विषयमा मन जानेछ। आम्दानी बढाउन शेयर बजार वा व्यापारमा लगानी गरी मजबुत पार्न सकिनेछ। दाजुभाइको सहयोगले राम्रो तथा परिणाममुखी काम गर्न सकिनेछ। विवादित विषयहरू तपाईँकै पक्षमा आउने हुँदा मन प्रसन्न रहनेछ। मङ्गलबार र बुधबारको समय मध्यम रहेकोले राजनीति तथा समाज सेवामा समय लगानी गर्नेहरूका लागि समय मध्यम रहेकोले मान सम्मान तथा पद प्राप्तिको योग टरेर जानेछ। स्वास्थ्यमा सामान्य समस्या आउने तथा छाती सम्बन्धी समस्या बढ्नेछ। सवारी साधन चलाउँदा वा घर जग्गाको कारोबार गर्दा ध्यान दिनुहोला। धनु राशि गीत सङ्गीत तथा कला साहित्यमा समय दिनेहरूले मनज्ञ लाभ लिन सक्नेछन्। प्रेमको डोरो कसिलो भएर जानेछ। कामहरू समयमा नै सम्पन्न हुने हुनाले थप काम गर्न जोस जाँगर बढेर आउनेछ। न्यायिक निर्णयहरू तपाईँको पक्षमा फैसला हुनेछन्। व्यापार शेयर बजार तथा उद्योगमा लगानी गरी आम्दानीका बाटाहरू फराकिला हुनेछन्। मनोरञ्जन तथा फिल्मी क्षेत्रमा समय व्यतीत हुनेछ। अध्ययन तथा अनुसन्धानको क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ भने तपाईँको बौद्धिकताको सबैले सम्मान गर्नेछन्। बिहिबार मध्याह्नबाट घर परिवारमा आमासँग मनमुटाव उत्पन्न हुनेछ। राजनीति तथा समाज सेवामा सहभागी हुनेहरूले जनतासँग सन्तुलित व्यवहार गर्नुहोला। स्वास्थ्यको ख्याल गर्नुहोला। छाती सम्बन्धी समस्या आउने तथा खर्च बढ्ने योग रहेको छ। मकर राशि साताको समय राम्रो रहेकोले छोटो दूरीको रमाइलो यात्राको तय हुनेछ भने लामो समयदेखि भेट नभएका मित्र आफन्त तथा घर परिवारमा मानिससँग भेट हुँदा मन प्रसन्न रहनेछ। खाद्यान्न गरगहना तथा निर्माण सामग्रीको व्यापारबाट मनज्ञ धन लाभ हुनेछ। प्रणय सम्बन्धमा रमाउन चाहने हरूका लागि समयले साथ दिनेछ भने जीवनसाथीको सहयोगले नयाँ काम गर्न सकिनेछ। बैङ्क तथा वित्तीय क्षेत्र वा शेयर बजारमा गरिने लगानीबाट आम्दानी हुनेछ। काम वा अध्ययनको सवालमा लामो दूरीको यात्राको तय हुनेछ। न्यायालयबाट हुने निर्णयहरू आफ्नै पक्षमा हुनेछन्। राजनीति तथा कल्याणकारी क्षेत्रमा जनताको काम गर्न सकिने हुनाले मान सम्मानमा वृद्धि हुनेछ। कुम्भ राशि सोमबारसम्मको समय मध्यम रहेकोले न्यून पारिश्रमिकमा दिनभर समय व्यतीत गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन। काम गर्दा सावधानी अपनाउनु होला। खराब व्यक्तिको विश्वास गर्नाले जरिवाना तिर्नुपर्नेछ। स्वास्थ्य सम्बन्धी सामान्य समस्या देखा पर्न सक्ने तथा उपचार खर्च बढ्ने ग्रहयोग रहेको छ। मङ्गलबारबाट समय राम्रो रहेकोले भौतिक वस्तुको प्रयोग गर्न पाइने तथा राम्रा पहिरनमा सजिएर अरूको मन लोभ्याउन सकिनेछ। तपाईँबाट राम्रा काम हुने हुनाले परिवार तथा साथीभाइहरू खुसी हुनेछन्। पढाइ लेखाइमा सुधार गरी नतिजा आफ्नो पक्षमा ल्याउन सकिनेछ। राजनीति तथा समाज सेवामा जनताको साथ तथा समर्थन रहनेछ। नौलो प्रकृतिको काम गरेर आम्दानीका स्रोत बढाउन सकिनेछ भने व्यापार वा शेयर बजारमा लगानी गर्नाले पछिसम्म लाभ मिल्नेछ। पारिवारिक जमघट वा घर परिवारमा आफन्तसँग रहेर मिष्टान्न भोजन लिने अवसर मिल्ने हुनाले सबै खुसी रहनेछन्। मीन राशि साताको सुरु र अन्तको समय राम्रो रहेकोले कलात्मक तथा रचनात्मक काम सुरु गरी भविष्यमा आय स्रोतका बाटाहरू सुरक्षित गर्न सकिनेछ। राजनीति कर्मीहरूका लागि समय फलदायी रहेकाले पद प्राप्तिको गतिलो योग रहेको छ। व्यापार शेयर बजार तथा उद्योगमा लगानी गर्नेहरूले मनज्ञ धन कमाउने तथा आर्थिक उन्नति हुने ग्रहयोग रहेको छ। विद्यार्थीहरूले खोजमूलक क्षेत्रमा भने जस्तो सफलता हात पार्नेछन्। प्रेम गर्ने जोडीहरूका लागि समय उत्तम रहेको छ। प्राकृतिक स्रोत तथा पैतृक धन सम्पत्तिको प्रयोग गर्न पाइनेछ। मङ्गलबार र बुधबारको समय मध्यम रहेकोले नीति नियम मिच्नाले जरिवाना तिर्नुपर्ने हुन सक्छ। कष्टकर यात्रा नहोला भन्न सकिन्न। आँखामा समस्या आउने वा नियमित औषधि सेवन गर्नेहरूले ख्याल गर्नुहोला। राशिफलले तपाईँले राम्रो नराम्रो जे भने पनि आफ्नो कर्म गर्न नछाड्नुहोला।